भनिन्छ नारी शक्ति अपार हुन्छ, तर सत्य कुरा के हो भने हाम्रो असली शक्ति भनेको एउटा हातले मोजा खोज्नु, अर्को हातले बच्चाको खेलौना समेट्नु र अर्को हातले चाहिँ श्रीमानले रिमोट कहाँ हराएको छन् भनेर विचार गर्नु। वेलकम टु अ डे जहाँ चाहिँ मैले स्याटरडे र सन्डेको मेसलाई मन्डे समेट्ने कोसिस गरेको छु। हरेक दिन बिहानको रमाइलो गर्छ चाहिँ के हो भने 6 पनि नबज्दै अलार्म होइन कि बाबुको चिसो खुट्टाले गालामा लात्तीले हानेपछि मेरो दिनको सुरुवात हुन्छ। र सेल्फ केयर भनेको बाथरुमभित्रको त्यो 10 सेकेन्ड हो जहाँ पनि बाहिरबाट आवाज आउँछ कि चिनी कहाँ राखिएको छ भनेर हो। कहिलेकाहीँ त लाग्छ मलाई त्यो चिनी मैले नै बाथरुमभित्र लगेर बसेकी छु। अनि हाम्रा श्रीमानज्यूहरू उहाँहरूलाई लाग्छ कि घरका सामानहरू आफै जादुले ठिक ठाउँमा बस्छन्। हिलो लागेको लुगाहरू कसले धोयो? जादुले। बाबुको खानेकुराहरू खेलौनाहरूको सबैको म्यानेजमेन्ट कसले हेर्यो? खै कसले हो? तर ठिकै छ, हामी अलिकति क्रेजी छौँ अनि सायद त्यही भएर त यो घर अझै न्यानो छ। हामी नभएको भए त यहाँ मान्छेले एउटै गन्जी हप्ता दिनसम्म सुल्टो र उल्टो लगाएर हिँड्थे होला। हामी थाकेको छौँ, कपाल सधैँ जेलेको हुन्छ, चिया सधैँ चिसो भइसकेको हुन्छ र कहिलेकाहीँ आफैलाई सम्झिने पनि फुर्सद हुँदैन। तर सोच्नुहोस् त, हामी बिनाको यो गन्जागोलमा कसले माया मिसाउँथ्यो होला र? यो घरलाई घर बनाउने हात त आखिर आमाकै हुन्छ नि त। त्यसैले त चिसो भइसकेको चियाको अन्तिम घुटको लिनुहोस्, किनकि तपाईँ थाक्नु भएको होला तर हार्नु भएको छैन। तपाईँ सुपरवुमन हो, बस अलिकति धेरै जिम्मेवारी बोकेको। आफूलाई हराएको जस्तो लागे पनि तिमी कसैको लागि पुरै संसार हो र त्यो संसार तिम्रो बच्चाको हो। धन्यवाद।